हामीले चाहिँ यात्रा यहाँ साउथ डेकोटासम्मको यात्रा चाहिँ हामीले सुरु गरिरहेको छौँ माउन्ट रसमोर महादेखि चाहिँ अहिले टक्क 7 बजेको छ यात्रा चाहिँ सुरु हुन गइरहेको छ यता बुवा हुनुहुन्छ पछाडि मम्मी छोरी अनि यता श्रीमती हुनुहुन्छ टक्क तपाईँको 7 घन्टा देखाएको छ यहाँदेखि हामी छोड्नेवाला छौँ हाम्रो यात्रा चाहिँ निरन्तर छ तर पानी परेर अलिकति रमाइलो वातावरण चाहिँ देखिएको छैन पछाडि दुईजना आमा छोरी चाहिँ निराउनु भएको छ यता मम्मी हुनुहुन्छ बुवा हामी चाहिँ अब यहाँदेखि स्टिल 6-7 घन्टै छ यो घोडा भएको ठाउँमा आइपुगेछ यो चाहिँ एउटा सानो पार्क जस्तो रहेछ यो अब 4 घन्टा छ 4 घन्टा 14 मिनट 4 घन्टा भनौँ न 80मा टक्क 80 मात्रै छ किनभने म फ्यामिलीसँग छु नभए चाहिँ 80मा चाहिँ 95 चाहिँ हान्दा केही पनि हुँदैन यहाँ अब लगभग साउथ डेकोटाको यहाँ लप्समा चाहिँ ग्यास लाउनुलाई बिसाइएको छ अब यहाँभित्र गरेको चाहिँ बिसाइन्छ हामी निकै रमाइलो ठाउँ आइरहेको छौँ रमाइलो ठाउँ रहेछ यो कुन हो ठाउँको नाम चाहिँ थाहा भएन तर यहाँ तालमा ब्रिज बनेको छ त्यो ट्रेनको होला सायद त्यो ट्रेनको ब्रिज रहेछ गाडीको मजाको रहेछ फुलदारी के फुल हो यो खोलै रहेछ यो लेक रहेछ थाहा भएन यो पोखरी ताल रहेछ अमेरिकामा नेचुरल ताल त धेरै कम्ती छ यो बनाएकै होला हामी चाहिँ डेस्टिनेसनमा चाहिँ आइपुगेछौँ हामीले रिजर्भ गरेको एयरबिएनबी घर चाहिँ यही हो बाहिरदेखि चाहिँ पुरानो छ तर रिनोभेट गरेर चाहिँ चिडिक्क बनाएको रहेछ छोरी इरु ए ज्ञानी छोरी अनि यहाँ एउटा बेडरुम छ बेडरुम कस्तो छ राम्रो रहेछ ओल्ड स्टाइलको तर अलिकति टक्क रिनोभेट गरेको रहेछ किचन पनि रिनोभेट गरेर टक्क राम्रो बनाएको रहेछ यो एनदर बेडरुम यो पनि राम्रो छ ए छोरू रेस्टरुम यतादेखि अर्को बेडरुम रहेछ यता 3टा बेडरुम रहेछ कहाँदेखि बाहिर जाने कहाँ धेरै रहेछ बेसमेन्ट पनि रहेछ तर बेसमेन्ट चाहिँ नजाउँ स्क्यारी हुन्छ बाहिर चिडिक्क ग्रिल गर्ने ठाउँ रहेछ बेसमेन्ट पनि रहेछ तर लन्ड्री रहेछ यता चाहिँ
यो सबैभन्दा राम्रो लाग्यो यो रुम चाहिँ यहाँ चाहिँ अब थुक्पा खाने कार्यक्रम गइरहेछ अनि के बनाउने विचार तपाईको चाहिँ मासु छैन यहाँ यता मम्मीले चाहिँ नानीलाई लिटो बनाउने के किन्नु वालमार्टमा हैन उता हाम्रो इरु छोरु कस्तो लाग्यो आज कस्तो लाग्यो तपाईलाई थुक्पा चाहिँ रेडी भइसकेको छ हेर्नुहोस् ओरिजिनल थुक्पा यता बुवा हुनुहुन्छ यहाँ छोरी बसिराकी छिन् खतरा खुवाइ हुँदैछ बुवाले चाहिँ नेपाली स्टाइलमा नेपाली चालमा खाइँदैछ खोर्सानी साह्रै स्वादिष्ट भयो धन्यवाद नेपाली दोकान क्लोज भएको त ठिकै भएछ पैसा पनि बाँच्यो स्वादिष्ट पनि खानु पाइयो एक झप्का चाहिँ हानेर चाहिँ अब चाहिँ तपाईँको अलिकति टाइम बेलुका रहेकोले गर्दा यहाँ डाइनासोर पार्क भन्ने छ रहेछ त्यहाँ जाँदैछौँ हाम्रो छोरी इरु ऊ चाहिँ व्यस्त छ यता ट्रेजर हन्ट गर्नु छोरू हे क्युटी पाइ हो डाइनासोर पार्कतिर लागिँदैछ यहाँ यो चाहिँ ओल्ड नेबरहुड रहेछ हामी बसेको घर चाहिँ यो इट्स नट ब्याड हामी चाहिँ यहाँ डाइनासोर पार्क गइरहेको छौँ सानो चिडिक्कको सिटी रहेछ यो ऱ्यापिड सिटी चाहिँ अब मात्र 5 मिनट छ हामी बसेको घरकै नजिकै रहेछ सुनसान सुनसान छ विन्टर भएर पनि होला हामी चाहिँ डाइनासोर पार्क 1936 मा भनेपछि म सँगैको रहेछ इरु हे यहाँ चाहिँ यहाँ माथि देख्नु भइरहेछ तपाईहरुले डाइनासोर म चाहिँ नजिकै गएर देखाउँछु मलाई हेर्दै चाहिँ तपाईं बोल्नु भएको कि यहाँ ऱ्यापिड सिटी साउथ डेकोटा चलो प्रिटी गर्नु त प्रिटी गर्दिउ न प्रिटी गर्दिउ अलिकति यात्रा गर्नुपर्ने रहेछ खाएको ठिकै भएछ अलिकति वाक भन्छ नि वाक हाम्रो चाहिँ भोलि चाहिँ माउन्ट रसमोर अनि त्यो अर्को एउटा लेक छ अनि क्रेजी हर्स चाहिँ जान्छु कि जान्दैन थाहा छैन किनभने यस्तो राम्रो लाग्दैन मलाई ओ माई गॉड दामी यो समरमा आउनु भने चाहिँ यो खतरै देखिने रहेछ तर हामी चाहिँ स्प्रिङ जस्ट 3-4 दिन अगाडि मात्र स्प्रिङ लागेको हो स्टिल विन्टर छ यहाँ बडेमानको 2 भाइ डाइनासोर रहेछ यसको प्रजातिको स्पेशल नाम चाहिँ मलाई आएन अनि तर यहाँ के हो ट्रिकेटेरेटोर के हो नि ओ माई गॉड यो चाहिँ डाइनासोर हैन गैंडासोर होला हौ खतरा चाहिँ खतरै बनाउनु खोजेको रहेछ कि तर रियलिस्टिक चाहिँ छैन तर पनि नट ब्याड के धेरै प्रकारको हुन्छ डाइनासोर देख्नु पनि भएको
मेरो श्रीमतीले चाहिँ डाइनोसरै देख्नु भएको अरे ठिकै छ मैले चाहिँ देखेको छुइनँ जम्मा गरेर 4 भाइ डाइनोसर छ नि यहाँ 3टा यहाँ तलतिर हेर्नुहोस् यो चाहिँ सबैभन्दा यसको नाम त के पो थियो यो यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ स्काइलाइन माउन्ट रसमोर हामी चाहिँ भोलि यहाँ जाँदैछौँ यो माउन्ट रसमोरमा अनि अनि कहाँ छ त्यो माउन्ट रसमोर अनि यता रहेछ भोलि हामी यो बाटो जाँदैछौँ हैन अनि यहाँ रहेछ माउन्टेन भ्यू सिमेट्री आज हामीले चाहिँ यो पार्क चाहिँ अरू कसैलाई आउनु नदिनु भनेर हामीले मात्रै रिजर्भ गरेको के हो बेबी हो के हो डाइनोसर भन्नु डाइनो भन्नु यो डाइनोसर चाहिँ नि भेजिटेरियन हो क्या मान्छे त त्यति बेला थिएन बुवा मान्छे त त्यति बेला थिएन ल दामी रहेछ है दामी रहेछ ल डाइनोसर पार्कलाई यसो दर्शन गरेर चाहिँ हामी अब झरिसकेका छौँ तल अब वालमार्टमा अलिकति सपिङ गरेर चाहिँ सुत्ने कार्यक्रम छ यहाँ 2 भाइ बसिरहेछ पुच्छर तेर्साएर डाइनोसर पार्कलाई चाहिँ बाई हानेर चाहिँ हामी यता जाँदैछौँ अहिले घडीले हाम्रो धेरै मिनट जानिसकेको छ हामी बेलुकाको खाना घरमै पकाएर होटेलको पैसा जोगाउने हाम्रो निर्णय भएको छ नानीलाई यता खाना तयारी छ यता हाम्रो मासु पाक्दै छ हाम्रो चटपटेको सामानहरू छ यहाँ के छ सबै कुरा छ हेर्नुहोस् यता मम्मी बुवा रेस्ट गरिराख्नु भएको छ यता युट्युबमा हाम्रो इरुलाई गीत लगाइदिँदै हुनुहुन्छ बुवाले र यता छोरी र म के गर्दैछु पोच खै छोरी पोच खै ये अनि के गर्ने हेलो गाइज भन्नु छोरू हेलो गाइज भन्नु र भोलि चाहिँ बिहानै हामी माउन्ट रसमोरको यात्रा गर्नेछौँ यहाँ चाहिँ यो एयरबिएनबीको मालिकको चाहिँ बाजे अरे यो चाहिँ कतिमा गभर्नर यो मान्छे चाहिँ गभर्नर थियो चाहिँ 1939 देखि 1943 आई थिङ्क यो त वर्ल्ड वोर 2 को टाइममा रहेछ हामी चाहिँ धेरै ओल्ड घरमा बसेको छौँ तर रिनोभेट गरेर राम्रो स्टाइलले लिभेबल रहेछ 3 रुम छ हामी चाहिँ 2टा रुम मात्रै युज गर्छौँ यो एउटा बिचको रुम चाहिँ अनटच अब यो बेलुकाको भोजन यहाँ बङ्गुरको यो कान त्यस्तै 3 पिसको चाहिँ सुँगुरकै मासु यहाँ आफ्नो इच्छा अनुसारको भोजन यहाँ हुँदैछ यहाँ चटपटे मासु त्यस्तो छ यहाँ फिङ्गर चिप्स हामी चाहिँ माउन्ट रसमोर जानु खोजेको आज बिहान तर अलिकति यहाँ मौसमले साथ दिएको छैन अलिक अन्धकार हुँदैछ पानी हल्का परिरहेछ अब
नमस्कार। चैत मासको होरीले डाली लर्कायो, टाको टाको सल्लाहले मनै फर्कायो। ल यहाँको यो सल्लाहको रमणीय यति राम्रो छ कि यहीँ बसेर चाहिँ बसौँ यहीँ नै चाहिँ दिन बिताउँ जस्तो चाहिँ रमणीय स्थान रहेछ। कति खुसी लागेको छ, हामी यति ह्याप्पी भएको छौँ कि सीमा छैन। ल हेर्नु यहाँ अब जुन हामी जानुपर्ने ठाउँ चाहिँ 9 मिनट बाँकी छ। यस्तो सुन्दर ठाउँ रहेछ। कतै हो हल्ला छैन, केही छैन, एकदम सारा छ बाटो घाटो, यति सफा, यति चिल्लो, यति मनमोहक। सल्लाहले त झन् यहाँ ढुङ्गा, यहाँ चाहिँ खासै यो ढुङ्गा नै हो। यो पुल यहाँ यस्तो छ पुल, आहा स्टोन भनेर हामीले एकचोटि गरेँ नि, यही सिटी होला। यही घर हो होइन, सानो त्यो त्यो सानो बजार रहेछ। पार्क, भिजिटर इन्फो सेन्टर यस्तो यस्तो छ। पहाडको बजार जस्तो। पहाडको बजार कति सफा छ, कति सुन्दर छ। मान्छे देखिँदैन, भित्र पस्यो भने मान्छे फेरि संसारको मान्छे आएर बसेको होला भनेर। यहाँ आइपुगिसकेको छौँ माउन्ट रसमोरको। यहाँ चाहिँ पार्किङको लागि टिकट लिने हो अनि भित्र जाने हो। हामीले चाहिँ यहाँ पार्किङको टिकट लिएर अघि बढिसकेको छौँ। चार भाइको टाउको भएकोमा चाहिँ हामी आइसकेको छौँ। नजिकदेखि यो माउन्ट रसमोरको 4वटा ठाउँको यो दुईपट्टिको झन्डा चाहिँ सबै 50वटै स्टेटको झन्डाहरू छ यहाँ। यही हो माउन्ट रसमोर। समरमा चाहिँ यहाँ तपाईँको मान्छेले खुट्टा टेक्ने ठाउँ हुँदैन, तर यहाँ चाहिँ आज यो विन्टरले गर्दा टक्क दामी मान्छे कोही छैन। ल हामीले चाहिँ यहाँ एक ग्राउन्ड फोटो खिचेर चाहिँ फर्किसकेको छौँ। यो टाउकोलाई चाहिँ बिदा गरेर हामी अब लेक भएकोतिर जाँदैछौँ। दामी लाग्यो यो मलाई। विन्टरमा आउँदा चाहिँ जाडो, तर मान्छे चाहिँ कम्ती हुँदो रहेछ, रमाइलो हुन्छ। यो सेलभेन कि हेलभेन लेक आइसकेको छौँ हामी। अब कस्तो हुन्छ यो लेकलाई पनि यसो दर्शन चाहिँ गरियो कि म 2016 कि 15मा आउँदा चाहिँ रमाइलो थियो होइन समरमा। विन्टरमा चाहिँ नआउँदा हुँदो रहेछ, काम छैन, मान्छे सुनसान, केही काम छैन। यो चाहिँ रमाइलो डाँडा रहेछ, यो ढुङ्गाको डाँडा। हामी चाहिँ रसमोरको यात्रा अनि त्यस एउटा लेक हो, त्यो लेकको नाम मलाई थाहा भएन त्यहाँ। अनि क्रेजी हर्सको दर्शन पछाडि चाहिँ हामी आइसकेको छौँ
हिजो आउँदा कस्तो सुन्दर थियो घर, अहिलेको हालत यस्तो छ। भोलि बिहानै यहाँको यात्रा भएर कस्तो लाग्यो छोरू? प्रिटी भन्नु। अब भोलि बिहानको यात्रा छ। अहिले चाहिँ अब नेपाली रेस्टुरेन्टमा चाहिँ यसो एक छप्का खाइदिउँ भनेर चाहिँ हिँडेको हो। हामी चाहिँ यहाँ काठमाडौँ मोमो हाउसमा जाँदैछौँ। यहाँदेखि 6 मिनट 5 मिनट रहेछ। ऱ्यापिड सिटीमा चाहिँ भोक लागेर ऱ्यापिड टुरमा चाहिँ हामी यहाँ एउटा नेपाली रेस्टुरेन्टमा आएको छौँ। हे छोरू कता जाने हामी? डेली डेली एप्पटाइजरको रूपमा चाहिँ पकौडा आइसकेको छ। पकौडा खानेकुरा चाहिँ आइसकेको छ। यहाँ नामहरू हेर्ने कस्तो हुन्छ, अनेस्ट रिभ्यू दिने हो। मजाले यो काठमाडौँ मोमो हाउसमा चाहिँ अलिकति हँसुरेर हामी निक्लिसकेको छौँ। हँसाउनु मात्र होइन, यी उब्रेको बोकेर पनि आइदिएको छ, किनभने पैसा परेको हो। अब यसमा कस्तो लाग्यो बुवा तपाईँलाई चाहिँ? एकदम फ्यान्टास्टिक छ है, बडा राम्रो छ। मलाई यो साउथ डाकोटा एकदम राम्रो लाग्यो। यहाँको रमणीय स्थल भनेर साध्यै छैन। एकदम तपाईँहरू पनि अमेरिका आउनुभयो भने एकपल्ट चाहिँ जसरी भए पनि यो साउथ डाकोटामा चाहिँ आएर चाहिँ यहाँ काठमाडौँ मोमो हाउसमा चाहिँ तपाईँहरू पाल्नु होला। 2 रातको बसाइ पछाडि चाहिँ यो घरदेखि चाहिँ हामी अब बिदा भएर चाहिँ महानेब्रास्काको यात्रामा जाँदैछौँ। यहाँ तपाईँको 7 घन्टा 14 मिनटमा पुग्ने 522 माइल्स देखाएको। हामी सबै रेडी छौँ। यहाँ म पनि रेडी छु ड्राइभरमा। यता लाग्यो हाम्रो 3 दिने भ्रमण माउन्ट रसमोर साउथ डाकोटाको चाहिँ 3 दिने भ्रमण चाहिँ सकेर अब हामी महानेब्रास्का आउनलाई मात्र 40 मिनट छ। जस रमाइलो भयो। 7 घन्टाभन्दा धेरै ट्राभल गरिसक्यो बिस्तारै। साउथ डाकोटाको सुफल सिटीमा 2 घन्टा जति रेस्ट गरेर हामी हिँडेको। अब 44 माइल्स छ, 39 मिनट्स मात्र छ घर आउन।